आज हजुरलाई मैले के देखाउनु गइरहेको छु हेर्नु है। हजुरलाई थाहा छ नि यो के हो, चिन्नुभयो? चिन्नु भएन? यो मुसुर हो। यो कुनै दुई रङको मुसुर छ, एउटा हल्का रातो रातो, एउटा चाहिँ अनि कालो मुसुर हो क्या। यो दाल पिस्ता चाहिँ रातो हुन्छ। यो मसुरो भन्छ नि, मसुरोको दाना चिन्नुभयो? कि यस्तो हुन्छ। कति सहर बजार बस्नेहरूलाई, कति अहिलेका नयाँ बच्चाहरूलाई भन्न खोजेको, अहिलेका जेनेरेसनका केटाकेटीहरूलाई मसुरो के हो, मुङ के हो, रहर के हो, केही पनि थाहा हुँदैन होइन। यस्तो हुन्छ यो दाना यसको। कति राम्रो हुन्छ। अनि कोसा पनि थियो, यहाँ कता परेछ कोसा थियो, भर्खर भेटाएको थिएँ, छैन है अहिले त। यसलाई अब मजाले माटो भिजाएँ एकछिन, अनि माटो भएको भएर अनि पखालेर मस्त राम्रोसँग पिस्ने, सुकाएर जाँतोमा पिस्ने। म जाँतोमा पिसेको पनि देखाउँछु है हजुरहरूलाई। अहिलेको बेला जाँतो के हो, ढेकी के हो, केही पनि थाहा हुँदैन अहिलेको नानीहरूलाई। अहिलेको नानीहरू त, म पनि काठमाडौँ बसेको है, म त बच्चामा धेरै कुरा सबै सिकेर आएको कि। मसुर हेर्नु कस्तो राम्रो छ। हाम्रो माइत घरबाट आएको यो। मलाई कोसेली आमा बुवा हुने बेलासम्म त छोरीलाई कोसेली आउँछ, सबैको छोरीलाई आउँछ, मलाई मात्रै होइन, सबैको छोरीलाई आउँछ। यसमा अब छोरी हुनु पनि एउटा ठुलै गर्वको कुरो हो है। एउटा दुइटा केराउ पनि मिसिया छ क्या हो, सेतो सेतो केराउ। केराउ यहाँ दाना अलिअलि रहेछ। ल मैले यसलाई देखाउँछु हजुरहरूलाई। यहाँ केराउको दाना रहेछ अलिअलि, सेतो सेतो रहेछ केराउको दाना। मैले यसलाई 8-10 पानी तार्छु। अब धेरै बेर भयो, मिचेको माटो पनि अब पग्लेर यस्तो धमिलो पानी आएछ। नराम्रो मसुरो माथि आएछ। यस्तै किराले खाएको मसुरो चाहिँ माथि आएछ। पानी कति धमिलो छ, माटो भिज्यो। अलि ढुङ्गा भए ढुङ्गा रहन्छ। अनि निफन्नी फट्किनी सुप्पोमा राखेर, सुप्पो भन्छ हाम्रोतिर त, म त अब हजुरहरूतिर के भन्छ, नाङ्लो भन्छन् होला, निफन्नी भन्छन् हाम्रोतिर, कसैले फट्किनी भन्दा रहेछन् होइन। ठाउँअनुसारको फरक भाषा हुन्छ। सबैले यसलाई सम्मान गर्नुपर्छ होइन। ल अब यसलाई मैले पानी तार्छु। ल बाई बाई। मैले अब हजुरहरूलाई यो पिसेको नि देखाउँछु ल अर्को पार्टमा। ल यहाँ चाहिँ हाम्रै कस्तो राम्रो छ नि, प्राकृतिकको सुन्दरताले भरिएको देश हाम्रो नेपाल। कस्तो राम्रो छ नि।